चाहिँ म तपाईहरुलाई चाहिँ मेन ड्रेस लिएर आएको छु फेरि पनि ल। हिजो चाहिँ अलिकति मेनको पनि बनाउँछु र यहाँहरूलाई यदि त्यस्तो छोरी मान्छेहरूको लागि साडीको कुन लाउँ भनेर सोच्दै हुनुहुन्छ भने हामीसँग छ एक्ज्याक्ट डिजाइन्सहरू छ, लेटेस्ट काहीँ नलागेर लाउँछु म भन्नु पनि छ। अर्को कुरो म धेरैजनालाई हामी 20-50 जनाहरूलाई पनि म सेम खालको अलि लेटेस्ट साडी लाउँछु भन्नु पनि त्यो पनि हामीसँग छ। र अब भन्दै जाँदाखेरि ए लेभलदेखिको डी लेभलसम्मको सुनिन्छ हामीसँग डिफ्रेन्ट साडीहरू छ। यहाँहरू 10 सरिता फेसनमा भिजिटै गर्नु होला है। म चाहिँ अनेस्टली भन्छु है, म अरू ढाँट्ने कुरो आउँदैन। र मेनको लागि चाहिँ ल हेर्नुहोस्, यहाँ मेनको लागि अहिले भर्खरै आएको है यो अस्ति जति मेरो फर्केर जाने विशेष मेरो दाजुभाइहरूको लागि चाहिँ यहाँ चाहिँ अहिलेको बक्स पेन फेरि आएको छ। अस्तिको डिजाइनभन्दा यसपालिको अझै राम्रो आएको छ है बक्स पेन। हेर्नुहोस् अस्ति धेरैजनाले बक्स पेन कहिले आउँछ भनेर चाहिँ यहीँबाट यदि विशेष गरी हाम्रो दाजुभाइहरूले त टिकटक हेर्दैन, आई नो द्याट होइन। तर जति मेरो दिदीबहिनीहरूले चाहिँ हेर्दै हुनुहुन्छ तपाईँहरूको राजाहरूलाई चाहिँ तपाईँको श्रीमानज्यूहरूले चाहिँ तपाईँको दाजुभाइहरूले चाहिँ आई नो उहाँहरूले धेरै आएर फर्केर जानुभएको छ। उहाँहरूलाई सुनाइदिनु चाहिँ होला है छुट्टै राजा भने बेलुका चाहिँ छट्ट भेटमा आउँछ बाजा तपाईँले भन्नुभएको त त्यो बक्स पेन त आएको छ त भनेर भनिदिनु होला प्लिज, मेरो रिक्वेस्ट छ ल। यस अर्को विष्णु फेसनको चाहिँ हेर्नुहुन्छ, सरिता फेसनको चाहिँ हेर्नुहुन्छ होइन, त्यही भएर। अनि अर्को यो कोरियनको त अस्ति मैले देखाइहालेँ। अनि केटाहरूको अहिले भर्खर आएको फेरि नयाँ यस्तो अस्ति धेरैजना सोध्दै हुनुहुन्छ यसमा यो फुल बौलामा सर्ट चाहिँ एकदम यो 5 years ग्यारेन्टीको, केही हुँदैन, कलर पनि जाँदिँदैन, तन्किँदैन, च्यातिँदैन पनि, यो केही हुँदैन, यो छ। अर्को वाइटमा सोध्नु भएको थियो नि देख्नुभयो नि, एकदमै दामी छ है, कता कुचुक्क बनाएर गोजीमा हालेर सट्टै लाउँदैन हुन्छ है, देख्नुभयो यो छ भने। अर्को ब्ल्याकमा पनि आएको छ है फुलमा पातलोमै तन्किनेमा टक्क। यो चाहिँ तपाईँहरू कोट पेन्टभित्र लाउनुहुन्छ भने चाहिँ नि यो माइ गड टाई लाउँदा त नि सुपर डुपर टप हुन्छ क्या। म भन्दैछु त तपाईँहरूलाई यदि चाहिएको छ भने तपाईँहरूलाई चाहिएको छ सजिलो फेसनको दौडिनु होला र माया गरिरहनु होला। साथी हुनुभएको छैन भने फलो गर्नु होला र अनि धेरै मनपर्ने साथीलाई सेयर गर्नु होला र त्यो लभ साइन बटनमा ट्याक्क थिचिदिनु होला।